म चाहिँ काँक्रोबेटियामा छु। यहाँ चाहिँ नि फलफुलहरू नि फलिरहेको छ, आरु जस्तो देखिन्छ। पछाडिको दृश्य चाहिँ नि चर्च सेन्ट पान्तलोमन हो। अनि अब यहाँबाट चाहिँ म काँक्रोबेटियाको खोलाहरू हेर्नलाई जाँदैछु। खोला चाहिँ यो डाँडाको मुनितिर पर्छ। अनि हामी चाहिँ त्यतातिर जाँदैछौँ। साथीहरू चाहिँ तल कुरिरहनु भएको छ, अनि म चाहिँ साथीहरूलाई भेट्न जाँदैछु। साथीहरू नेपालको जस्तै घरहरू छ यहाँ चाहिँ। यहाँनिर आइपुग्दाखेरि चाहिँ नेवारहरूको बस्ती हो कि जस्तो पनि लाग्यो। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नु होला है त। यहाँ तल चाहिँ खोला छ। खोलाको आवाज चाहिँ सुनिरहेको छौँ। हेर्नु त, खोलाको आवाज सुनिरहेको छौँ। खोला हेर्नु है त, खोला बगिरहेको छ। ल अब हामी खोला हेर्न जाँदैछौँ। साथीहरू नेपालको भाइब्स आउँदैछ है। यसरी तलबाट जाने हो। अब हामी चाहिँ यो बाटोबाट उकालो लाग्दैछौँ। भिडियो जे भए पनि बनाउँला, फोटो खिचौँला, भिडियो बनाउँला, जे भए पनि गरौँला। ओहो, सिन ब्युटिफुल सिन छ। वाउ, ल यहाँबाट उत्यो डाँडामा जाने ठाउँ पनि छ है त। खोला बगिरहेको छ। यो चाहिँ के रहेछ? मिल जस्तो छ, वाटर मिल जस्तो छ। यता हो? गाइज यो त स्प्रिङ वाटर जस्तो छ त हो। एउटा त अन्त बन्द छ त्यो चाहिँ। ऊ त्यो माथि भिरमा जाने बाटो न। यतै फर्केर आउनु त हो नि। कता जाने भन नि त? अर्को जाने बाटो छ नि त उता। जे भए पनि फर्केर आउँला, भिडियो सिडियो बनाउँला, अनि जाम्ला नि हुँदैन?
हाम्रो नेपालमा यस्तो गर्ने हो भने त कति जग्गा हुन्छ, कति ठाउँहरू। ल हेर, यो हेरेर पनि सिकिन्छ ल, कति कुराहरू सिक्नुपर्ने कुरा छ यहाँ। पर्यटकलाई आकर्षण गर्ने एउटा माध्यम यो पनि हुनसक्छ क्या नेपालको।